यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? सांसदहरूले उठाएका प्रश्नहरूको सरकार प्रमुखको हैसियतले उत्तर दिनुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु भन्ने बुझिन्छ। जनताका प्रश्नको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो। यही हो त लोकतन्त्र। जनताको जीवधनको सुरक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुसी निर्माण गरिरहेको हो? उदाहरण हामी महाकाली नदीको पारिपट्टिको तटमा भइरहेको निर्माणलाई हामी देख्न सक्छौँ। सरकार किन मुखदर्शक बनेको छ? यसको उत्तर सरकारले सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई दिएको राम्रो।